ल गाइस मेरो सानो भिडियोमा हैन तपाईलाई स्वागत छ भन्दै चाहिँ मेरो भिडियोलाई भन्दा चाहिँ म चाहिँ यहाँ तल रोड आइरहेको छु हो हेर्नु देख्नुहुन्छ होला जङ्गलको बाटो घरको मान्छे लागेर चाहिँ ओह्रालो झरेको नि त सो हैन घुम्दै देखाउँदै हैन पुरानो बाटो हो यो चाहिँ अब हैन पुरानो भइसकेको छ हैन बर्खामा चाहिँ कुद्दैन हैन अहिले चाहिँ फेरि गाडीहरू थारहरू मात्रै कुद्छ है यो बाटोमा चाहिँ बेसी चाहिँ फेरि थार मात्रै दामी कुद्छ यहाँ चाहिँ हो गाडी थार मात्रै कुद्छ यो बाटोमा चाहिँ बेसी चाहिँ होइन म चाहिँ यता अहिले हो होइन हेर्नु सक्नुहुन्छ चराहरू रहेछ हेर्नु नि यहाँ मुनि चराहरू कराएको मात्रै सुन्नु न मजाले सुन्नु चरा कराइरहेछ हो गाइस मजाले सुनिरहेछ नि त होइन कस्तो शान्ति हुन्छ यहाँ जस्तो अब मलाई चाहिँ यस्तैहरू चाहिँ मन परिदिन्छ हो अरू त अब घरमा मल्ची लागेर चाहिँ झरेको नि त यस्तो छ हो जङ्गल लामो अहिले चाहिँ हरियो छ एक दुई दिनमा त सबै सुकिदिन्छ पत्ताहरू डल्लै चिल्लो भएर अब हरिस लाग्दो हुन्छ नि यो जग्गा पनि अब एकपल्ट चाहिँ यो गरममा चाहिँ त्यहाँदेखि फेरि बर्खा लागेपछि हरियो परियो स्टार्ट भइहाल्छ बाटो चाहिँ यस्तो छ यो पारि चाहिँ पयुङ बिद्याङ यो बाटो चाहिँ पुग्छ नि हाम्रो यो बाटो चाहिँ कालिम्पोङ गयो भने चाहिँ तपाईँको अब 45 मिनटहरूमा चाहिँ कालिम्पोङ पुग्छौँ होइन हामी चाहिँ अब बाटो चाहिँ अहिले त्यस्तो राम्रो छैन नि त चाहिँ अलगडाबाटै घुम्नुपर्छ हामी चाहिँ यस्तो छ बाटो चाहिँ यस्तो खालको क्या भाइ यो चाहिँ तल चाहिँ खोला हो नि त यहाँ मुनि चाहिँ फेदमा चाहिँ पइङ खोला यस्तो जङ्गल मात्रै क्या बाटो चाहिँ यस्तो छ बाइकहरू कुद्छ हो यसबाट चाहिँ हाम्रो दाजुको थार मात्रै कुदिन्छ है दाजुको गाइस होइन बाटो चाहिँ यस्तो छ नि यतिकोमा त छिर्छ नि अब अलिक पछाडि त कुद्छ जस्तो लाग्छ हाम्रो गाडीहरू पनि हो यस्तो चाहिँ भाइस ल त